नमस्ते। आज हामी गैर आवासीय नेपालीको नागरिकताको कुरा गर्दैछौँ। यो एउटा यस्तो वाचा हो जुन वर्षौंदेखि अधुरै छ र यो खालि एउटा कानुनी कुरा मात्रै होइन। यो त संसारभरि छरिएका लाखौं नेपालीको भावना र भविष्यसँग जोडिएको प्रश्न हो। एकपटकको नेपाली, सधैँको नेपाली सुन्दा कति शक्तिशाली लाग्छ है। यो केवल एउटा नारा मात्रै होइन, यो त एउटा यस्तो भावना हो जसले संसारभरका नेपालीहरूलाई फेरि एकपटक आफ्नो देशसँग जोड्यो। हो, यही नाराले गैर आवासीय नेपाली समुदायको मनमा एउटा ठूलो आशा जगाइदियो। यसले उनीहरूको मनमा आफ्नो देशप्रतिको मायालाई फेरि एकपटक बिउझाइदियो। तर यतिका वर्ष बितिसक्दा पनि यो शक्तिशाली भावना किन वास्तविकतामा बदलिन सकेको छैन त? आखिर किन यो एउटा मिठो नारामा मात्रै सीमित भएर बस्यो? ल, आउनुहोस् आज हामी यसैका कारणहरू खोतल्ने प्रयास गरौँ। ल, सुरु गरौँ पहिलो खण्डबाट, डायस्पोरालाई गरिएको वाचा। त्यसो भए यी गैर आवासीय नेपाली अर्थात् एनआरएन भनेका को हुन् त? एकदमै सरल भाषामा भन्नुपर्दा उनीहरू भनेका पढाइ, काम वा व्यापारको लागि विदेशमा बस्ने नेपालीहरू हुन्। आज संसारको सायदै कुनै कुना होला जहाँ नेपाली नपुगेका होलान् र उनीहरूले त्यहाँ बसेर नयाँ सिप, नयाँ प्रविधि र पुँजी आर्जन गरेका छन्, जुन नेपालको विकासका लागि एकदमै महत्त्वपूर्ण साझेदार हुन्। यो कुरा आज उठेको होइन है। 2072 सालको संविधानमै एनआरएन नागरिकताको व्यवस्था त थियो, अनि भर्खरैको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीले त यही एकपटकको नेपाली, सधैँको नेपाली भन्ने नारालाई आफ्नो घोषणापत्रको मुख्य एजेन्डा नै बनायो। आज त्यही पार्टी सरकारमा छ, तर खै त त्यो वाचा अहिलेसम्म अधुरै छ। अब लागौँ हाम्रो दोस्रो खण्डतिर, नागरिकताको यो गाँठो। ल, अब प्रश्न उठ्छ, आखिर यो अड्कियो कहाँ त? किन यो वाचा पूरा हुन सकिरहेको छैन? यसका पछाडि खास गरी 4वटा मुख्य बाधाहरू देखिन्छन्। पहिलो त हो कानुनी जटिलता। हाम्रो संविधानले दोहोरो नागरिकतालाई अलि सीमित गरेको छ। दोस्रो, राजनीतिक सहमति नै जुट्न सकेको छैन। पार्टीहरू बीचमै एकमत छैन। तेस्रो कारण हो सुरक्षा र राष्ट्रियताको चिन्ता। नागरिकता जस्तो संवेदनशील विषयमा सरकारहरू अलि हच्किन्छन्। र चौथो, प्रशासनिक तयारी नै पुगेको छैन। अब यस्तो लगातारको ढिलाइले एनआरएन समुदायमा एकदमै गहिरो निराशा छाएको छ। उनीहरूको भावनालाई यो एउटा भनाइले प्रष्ट पार्छ। विगतका सरकारहरूले हामीलाई पटक पटक आश्वासन दिए, तर वाचा तोडे, जसले गर्दा हामी जस्किन्छौँ। सोच्नुस् त, यो उनीहरूको मनको पीडा र अविश्वास हो। अब तेस्रो खण्डमा जाउँ, जहाँ हामी नेपालको अप्रयुक्त सम्भावनाबारे कुरा गर्नेछौँ। एउटा कुरा के बुझ्न एकदमै जरुरी छ भने एनआरएनहरू भनेको खालि विदेशबाट पैसा पठाउने, मतलब रेमिटेन्स पठाउने माध्यम मात्रै होइनन्। उनीहरू त नेपालको विकासका साझेदार हुन्। उनीहरूसँग भएको सिप, अनुभव र पुँजी त्यो त देशका लागि एउटा खजाना जस्तै हो। यहाँ हेरौँ त, सम्भावना र वास्तविकता बीच कत्रो ठूलो खाडल छ। एकातिर पर्यटन, हाइड्रोपावर, कृषि, स्वास्थ्य, शिक्षा, आइटी यी सबै क्षेत्रमा एनआरएनहरूले लगानी गर्न सक्ने कति धेरै सम्भावना छ। तर अर्कोतिर वास्तविकता के छ त? एकदमै झन्झटिलो ब्युरोक्रेसी, अस्थिर नीति, लगानीको असुरक्षा र कमजोर पूर्वाधार। त्यसो भए यो खाडल कसरी पुर्ने त? ल, अब चौथो खण्डमा जाउँ, यो दूरी कसरी मेटाउने? अब अगाडि बढ्ने बाटो एकदमै प्रष्ट छ। पहिलो, एकपटकको नेपाली, सधैँको नेपाली भन्ने अवधारणालाई ठोस कानुनी रूप दिनु पर्यो। दोस्रो, एनआरएन नागरिकता लिने प्रक्रियालाई एकदमै सजिलो र पारदर्शी बनाउनु पर्छ। तेस्रो, साँच्चीकै लगानी गर्न मिल्ने वातावरण बनाउनु पर्यो। र चौथो, लगानीकर्ताका लागि एकद्वार प्रणालीलाई प्रभावकारी ढङ्गले लागू गर्नु पर्यो। अब हामी अन्तिम खण्डमा आइपुगेका छौँ, नाराबाट वास्तविकतासम्म। अबको सबैभन्दा ठूलो आवश्यकता भनेकै यही हो। वाचालाई व्यवहारमा उतार्नु पर्यो र नारालाई वास्तविकतामा बदल्नु पर्यो। खालि कुरा गरेर मात्रै भएन, अब काम गरेर देखाउने बेला आएको छ। यो दूरी मेटाउनको लागि सरकारले नै पहिलो कदम चाल्नुपर्छ, किनभने सारा एनआरएन समुदाय त सरकारसँगै हातेमालो गरेर अघि बढ्न तयार नै छ। र अन्त्यमा एउटा गम्भीर प्रश्न, के नेपालले संसारभरि छरिएका आफ्ना यी सन्तानहरूको शक्ति र सम्भावनालाई साँच्चै अँगाल्न सक्ला, कि यो अवसरलाई पनि सधैँका लागि गुमाउने हो? यसको जवाब त अब भविष्यका नीति र त्यसको कार्यान्वयनले नै देला।